सुन्दै हुनुहुन्छ राजा ल्याउनु पर्छ भन्नेहरू भने सुनिरहनु भएको छ, सुन्नु भएको छैन भने दोहोऱ्याएर भन्न चाहन्छु, तपाईहरूले राजा ल्याउने भनेर जसलाई संयोजक बनाउनु भएको छ उनै नवराज सुवेदीको पुस्तक भित्रबाट पृष्ठ 12बाट मैले उल्लेख गरेर ज्ञानेन्द्रको चित्र र चरित्रलाई तपाईहरु समक्ष राखेको छु। अनि लिएर आइराखेर देशमा सुशासन प्राप्ति हुन्छ भन्ने भ्रम आजको पुस्तालाई दिने जे प्रयास छ त्यसलाई पनि म चिरफार गर्न चाहन्छु। यो देशमा राजै राजा भए, वडामा राजा भए, यी सबलाई विदाई गरेर गद्दीमा एउटा राजा राखेपछि सबै समस्याको हल हुन्छ। त्यो भन्ने मित्र जो हुनुहुन्थ्यो मलाई राजा एउटा गद्दीमा राखौं, हजारौं वडाका राजाहरूलाई हटाऊ भन्दै गर्दा मैले उनलाई सोधेँ, ठिक छ गद्दीमा एउटा राजा लिएर आएपछि आज पूर्व पञ्चहरूलाई राजा चाहियो, संवैधानिक राजा चाहियो, जुन बेलामा संवैधानिक राजा भनेर भनिरहेको बेलामा कांग्रेसले भन्दै गर्दाखेरि उभिँदै गर्दाखेरि यो मानिसहरूलाई गोली हानियो, कहीं यो मानिसहरूलाई फाँसीमा झुन्डाइयो। बीपी कोइराला जस्तो नेताबाट देशले शासित हुने अवसर गुमाउनु पर्यो, त्यतिको नेताले क्यान्सरको उपचार गर्न बाहिर जानु पाउनु पर्यो। सरकार भन्दै गर्दा दरबारले तिम्रो चालचलन ठिक नभएको हुँदा अहिले पासपोर्ट दिन सक्ने अवस्था छैन भनेर दरबारले पत्र पठायो। जंगलमा लगेर सामान्य नागरिक बनाएर राखिदिँदै गर्दाको तौर तरिका र चरित्र यो छ भने गद्दीमा थियो भने ज्ञानेन्द्र महाराजबाट के अवस्था बन्थ्यो होला, देशको सामुन्य लोकतन्त्रको लागि कस्तो अवस्था हुन्थ्यो होला। तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो तर यसलाई दुखेन। नागरिक मर्दै गर्दाखेरि धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। हिजो अस्ति मात्रै हो निर्मल निवासमा लाइभ महाराज पूर्व महाराजले हेरिरहनु भएको छ भने सम्झिनु होला। तपाईलाई गद्दीमा स्थापित गर्नका लागि कांग्रेसको सभापति त्यस बेलाका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले ढुङ्गा मुढा सहेर त्यस पछाडि संवैधानिक राज संस्थालाई स्थापित गर्ने प्रयास गरे। तर इतिहासको त्यो कालखण्डलाई बीपी कोइरालाले मेरो र राजाको गर्दन पनि जोडिएको छ भन्दै गर्दाखेरि राज संस्थाको गर्दन जोगिँदैन है, निरन्तर लोकतन्त्रको गर्दनमा प्रहार गर्यो भने भन्ने कुराको सन्देश पनि त्यो बेलामा राज संस्थाले बुझेन। होइन, यसमा 10 महिना अगाडि एउटा जनमत प्रकट थियो, त्यो जनमतलाई मात्रै हेर्नु हुँदै उहाँहरू भन्नुहुन्छ। निश्चय नै सम्माननीय सभामुख महोदय, हामी त्यस विषयमा हामी गम्भीर हुँदैन। बंगलादेशको अवस्था र हाम्रो अवस्थाको बीचको फरक बिर्सिनु हुँदैन। त्यहाँ 15 वर्षदेखि एउटा नेतृत्व निरन्तर थियो र विपक्षी नेतृत्वलाई लगेर जेलमा राखिएको थियो। हामी 15 महिनामा सरकार बदलिरहेछ। हाम्रो मन्त्रीले बोलिसकेपछि सवाल जवाफ गर्ने कुरा हाम्रो नियमावलीको कुनै अक्षरले कुनै भावनाले पनि व्यक्त गर्दैन। त्यसैले आज जे भएको छ प्रतिपक्षको किताबबाट भएको कमजोरी पनि म दर्ज गर्न चाहन्छु र सम्माननीय सभामुख महोदयबाट कमजोरी भएको छ भन्ने कुरालाई पनि म एका राख्नका लागि सम्माननीय सभामुख महोदयलाई बडा नम्रतापूर्वक सम्मानपूर्वक आग्रह पनि गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीले इतिहासको कुनै कालखण्डमा हिंसात्मक संघर्षको नेतृत्व गरेको थियो। अदालतमा उभिएर बयान दिँदै गर्दा नेता बीपी कोइरालाले भन्नुभयो कि म प्रत्यक्ष रूपमा यी घटनाहरूमा शरीक त थिइनँ, तर मेरो आह्वानमा भएको हुँदा म यी प्रत्येक घटनाको नैतिक जिम्मेवारी लिन्छु। नेपाली कांग्रेस सत्याग्रहमा थियो, शान्तिपूर्ण सत्याग्रहमा। दरबारको ढोकामा, सिंहदरबारको ढोकामा, अन्नपूर्ण होटलको आँगनमा बम विस्फोट भयो। नेपाली कांग्रेस पार्टीले उच्च नैतिक संस्कृति प्रस्तुत गर्दै त्यसमा हाम्रो संलग्नता छैन तर हामी सत्याग्रहलाई स्थगित गर्दछौँ भनेर घोषणा गर्यो। माफ माग्न चाहन्छु सम्माननीय सभामुख महोदय, मेरो उच्चतम नैतिक संस्कृतिको विषय त्यो बेलामा उठाइरहेको छु जुन बेलामा शान्तिपूर्ण भनिएको आन्दोलनबाट जीवन गुमाएर दुईटा होनहार युवाहरू पोस्टमार्टम हाउसबाट चितातिर लम्किने एक बेलामा प्रतीक्षा गरेर बसिरहेका छन्। नाम गरेको एकजना श्रमजीवी युवा अनि सुरेश रजक नाम गरेको एक श्रमजीवी पत्रकार सबैले दुःख व्यक्त गरेका छन्। सबै राजनीतिक दलको वक्तव्य आएको छ, तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। नागरिक मर्दै गर्दाखेरि धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। आज मैले यो संसदबाट